What's up people, it's me your mechanic Alfreda. Welcome back to my YouTube channel. आज चाहिँ म village block 3 सेर्कीथाङ जाँदैछु। 36 1.5 घण्टाको बाटो छ। ल जाटा। हामी चाहिँ डेस्टिनेसन चाहिँ कता हो त्यो चाहिँ थाहा छैन है। गइरहेको छ, जान्नु चाहिँ छोड्नु भएन। यस्तो विचार गर्दाखेरि पुगेको जस्तो पनि लाग्दैछ पहिलाको हेरी। पहिला चाहिँ हामी रफ रोड हुँदाखेरि गएको थियो नि त, पारीतिर पुगेको थियो हामी। अब त्यहाँ पारीबाट पनि कता हो त्यो चाहिँ अब हामीले पत्ता लगाउनु पर्यो उता गएर। तल खोला छ, खोला। पहिला चाहिँ हामी माछा मार्नु फिसिङमा गएको थियो। फिसिङमा त्यो रुखहरू हेर्दाखेरि चाहिँ त्यहाँ पुग्यो भनेर पहिलाको त्यो त्यता पुग्यो भनेर चाहिँ अलिकति याद भयो। अब यहाँदेखि तल गएपछि ब्रिज छ, ब्रिजबाट जानुपर्छ। रुखहरू पनि ढलेछ त हौ। है जङ्गलको बिचमा हिजो कस्तो खालको रिल्स हेरेको थिएँ र त्यस्तै रिल्स बनाउनु पर्यो भनेको। खोइ त बिर्स्यो हो। अब एक्सन कस्तो थियो। बाटो चाहिँ बहुत रमाइलो छ है। पत्ताले जाँदैछु, पत्ताले हामी। ठोकेला बिस्तारी। बाटो सानो रहेछ। फर्स्ट टाइम आएको नयाँ बाइकमा बिस्तारी जानु पर्यो। तर त्यो पारी पुग्नुको लागि कति टाइम लाग्ने रहेछ। यहाँतिरदेखि हाम्रो साथीहरू झन्डै पछारेको पनि थियो, झन्डै तल गएको। होइन कल गरौँ न। लु है साथी हो, एकदम गरम पनि रहेछ। म चाहिँ हाफ वेमा आइपुग्यो।
यहाँदेखि तल जाने बाटो रहेछ, एउटा खोलातिर जाने, एउटा उकालो जाने बाटो रहेछ। हामी चाहिँ उकालो जाने बाटोमा आउनु भनेर कल गर्दै थियो। हेरौँ। लु है गाइस, हामी चाहिँ अब यो उकालोको बाटो हिँड्दैछु। अलिकति उकालो त्यहाँदेखि ओह्रालो रहेछ, त्यहाँदेखि उकालै होला। कस्तो रहेछ हेर्नु है त मेरो साथीको गाउँ ठाउँ सेकिथाङ। यहाँदेखि त पुरा बाटो बिग्रेको रहेछ नि, अफ रोडिङ हान्ने बेला भयो। मेरो किलोमिटर चाहिँ जोर बढ्ने बेला भयो नि। हिजै 313 पुगिरहेको थियो, आज कति पुग्यो? ए 313 होइन, हिजो त्यो 330 पो थियो रहेछ क्या। 371 400 500 मा सर्भिसिङ छ। मा फर्स्ट सर्भिसिङ छ। 300 पुगिहाल्यो। बाटो चाहिँ यस्तो रहेछ है साथीको घरतिर जाने बाटो चाहिँ। अलिक शीतलै हुँदैछ। लु साथीको घर चाहिँ यहाँ रहेछ, यहाँ आइपुगिसक्यो। यसले चाहिँ रिसेटल चाहिँ यहाँ गरेको छ नि त। लु यहाँ आइपुगिसकेर एउटा पर पनि खाइदिइहाल्यो हो। गरम पुरा चढेछ होइन, खासमा त जाडो लाग्नुपर्ने त, गरम आउँदो रहेछ यता त। तर जग्गा नि गरम होला। सेकिथाङ यहाँ बाइकहरू पनि रहेछ। त्यो बाइकहरू पनि अलिकति प्रब्लम हेरिदिनु पऱ्यो। यसको चाहिँ खासैमा चाहिँ यहाँ लिक भएको रहेछ। आज खोल्दैछु। एउटा चाहिँ निन्द्रा लगाएर मर्नु आँटेछ। ग्यास किट चाहिँ यस्तो भएको रहेछ, चेप्टेर सब भित्र बाहिर कस्तो खालको ग्यास किट लगाइदिएको थियो कुनै। ग्यास किटमा चाहिँ गम नटालेर मोबिल दल्यो भने चाहिँ राम्रो हुन्छ है। मोबिल दलिसक्यो मैले। हामी चाहिँ यहाँ बाइक एउटा यो बनाउनको लागि आएको थियो। यो बाइक बनाउन आएको, बाइक नसकिकन थोरै आएनछ लाइनमा बाइक त। यो बिचको चाहिँ हाम्रो बाइक त अन्त पुरा तापमा रहेछ नि त बाइक। बाइक त हामी चाहिँ अहिले यहाँ कता हो पत्ताले सेकेथाङ है, कहाँ अरे प्लेस पनि यहाँको पुरा बिजी छ है। मेरो बुढा चाहिँ यहाँनिर बाइक बनाउनु। बेलुकै पुग्दा पनि हुन्छ नि त। यस्तै हो अब। ल हुन्छ। So we are moving from here. सहमत है? अहिले चाहिँ 5:04 भयो नि टाइम। 4:30 5:36 1.5 घन्टाको बाटो छ।
ल जाटा लाङै स्टप भयो त त्यस्तो चाहिँ अरूभन्दा भइहाल्यो आज एकखेप भइहाल्यो अब टेन्सन छैन यो सेर्किट थाङ वी आर गोइङ ब्याक टु डम्फु फ्रम थिम्पू टु चिराङ हाइवे सबैको बाइक बनाइदियो मेरो लाइफमा चाहिँ अब पैसा भन्दा पनि अरूलाई खुसी पार्नुको लागि यहाँ बाइक किनेर यसो अफरोडिङ पनि हुने नयाँ जग्गा पनि घुम्नु हुने भनेर चाहिँ यहाँसम्म आएर बाइकहरू बनाएर चाहिँ फर्किँदैछु म यता चाहिँ गियरको अफिस होइन यहाँदेखि त्यहीँ मास्तिर रहेछ सेर्के थाङ चाहिँ ओह्रालो थाङ भएर छ नि त थाङ खासै चाहिँ थाङ चाहिँ छैन छ कि ओह्रालो थाङ उनीहरूको पल्सर हिँड्ने बाइकमा मेरो स्पोर्ट बाइक हिँडाइदिए गऱ्यो नि फेरि हाम्रो ल गाइस अब तल हाइवे हेर्दाखेरि हाइवेमा पुग्दाखेरि भेटौँ है त अब यो अफरोडिङमा बिस्तारै आस्ते यसो चलाउनु पर्ने अघि जाँदाखेरि चाहिँ हामी यस्तो उकालो गएको रहेछ कि अहिले ओह्रालो आउँदै मात्रै थाहा पाउँदैछ यत्तिकै उकालो चाहिँ गएको रहेछ भनेर यस्तो ओह्रालो गएको रहेछ यस्तै लगभग 3 किलोमिटर जस्तो उकालो दोलेपको खानीमा पो पुगेछ त भेरी डेन्जरस क्लिप तल तल हेर न तल ऊ त यहीँ लाग्छ फाइनली हाइवेमा पनि आइपुगिसक्यो अब चाहिँ मेरो मेकानिक भ्लग चाहिँ यतिमा एन्ड भइसकेको छ है अब चाहिँ यो चाहिँ राइडिङ मोडमा छ अहिले चाहिँ राइड मोडमा गाडीपट्टि व्हाट्स दिस क्या कर रहे हो हाँ दिस इज कॉल्ड लङ्गुर गोल्डन लङ्गुर भन्दाखेरि त गोल्डन कलरको देखेन के हो पनि यो गोल्डन लङ्गुर त गोल्डन कलरमा हुन्छ कि यो चाहिँ लङ्गुर मात्रै हो फ्यालो लङ्गुर
बस है राइडिङ मोड स्टार्ट भएको है। अब चाहिँ पानी पर्दैछ कि उफान जानुपर्छ। ठक्का त छेउमा बसेर भाइ पोजिसन त खतरा भयो त। यस्तो डाँडा काँडा पहिला हामी यहाँ ढुक्कै आउँथ्यौँ नि क्या। हो